हेलो गाइस, गुड मर्निङ सबैजनालाई। मेरो सानो मिनी ब्लगमा स्वागत छ। म चाहिँ अब ड्युटी जानलाई रेडी भएर एकदमै दम तयार भएर रेडी भएर बसिरहेको छु। अब जानुभन्दा अगाडि अलिअलि तातो खाएर चिया खाएर अनि रेडी हुन लागिराखेको छु। अनि भिडियो चाहिँ अलिकति लामो हुने भएर मैले अलिकति स्पिड बढाएको छु। तपाईँले भिडियोहरू हेरेर मेरो दिनभरिको ब्लगलाई मेरो दिनको मेरो काम भनौँ न एउटा फेसबुकमा अलिकति काम गर्ने एउटा मन भएको कारणले गर्दाखेरि अलिकति सानोतिनो कन्टेन्ट भिडियोहरू बनाउँदैछु। सबै तपाईँहरूले माया गरिदिनु होला। अब मैले चाहिँ अब चियामा त्यो पानी हाल्न खोजेको तातो नभएर चाहिँ अब फेरि पानी तताएको छु। अब मैले पानी हालेर चिया खाँदैछु। अनि धारा हेरेको धारा पनि बिग्रिराखेको छ, अलिक बढाउनु पर्ने थियो। चिया खाएर अब म बिस्तारै रेडी हुन खोजिजनालाई चाहिँ एकदम म रेडी भएको छु। अब म जुत्ता लाउन लागिरहेको छु। अनि जुत्ता लगाएर चाहिँ अब म ड्युटी एकदम बुट जुत्ता लगाएर ड्युटी जाँदैछु। साथीहरू सबैले हेर्नु होला, हाम्रो काम गर्न चाहिँ जुत्ता बिना काम गर्न पाइँदैन। जुत्ता चाहिँ नि हौ लाउनै पर्यो है। तपाईँले मेरो सानो भिडियोहरू माया गरिदिनु होला, फलो गरिदिनु होला। अनि भित्रमा झोलासोला बोकेँ एकदम हिरो पारामा चाहिँ अब ड्युटी जाँदैछु। बोधसती मन नगरेँ, ढकसक लगाएँ। अनि अब बाहिर निस्किनु पऱ्यो। के छ त भने आजको दिने सुनाउरो त तिनीहरूलाई ढकसक पनि त चाहिँ गर्नैपर्छ। छोराहरूको बिरबिरी छ है भनेर भन्नु भएन। अब म टक्क बाहिर निस्केर आजको वातावरण एकदमै सफा थियो, एकदमै राम्रो थियो। अगाडि आएको यहाँनिर एउटा घर चाहिँ यो सामानहरू ओर्नलाई गाडी राखेको थियो। यो चाहिँ हाम्रो सेक्युरिटी गार्डहरू हो। अब म टक्कै बाहिर निस्केँ, उता भोकसोक लाएर खाजा खानलाई चाहिँ अब जाँदैछु। अलिअलि खाजा खाएर अनि टक्क चाहिँ अब जानुपऱ्यो। अब म त्यहाँ गएर केही सामान किनेर आएको छु। हामी चाहिँ अब यहाँ 7-11 भन्ने ठाउँमा जाँदैछौँ। 7-11मा चाहिँ खानेकुराहरू एकदम राम्रो राम्रो खानेकुरा पाउँछ। अनि मैले चाहिँ स्यान्डविच हेरेको, अलि मन परेन। यता आएको रोटी हेरेको, यो मेक्सिकन कफी भन्ने एउटा बिस्कुट हुन्थ्यो। अनि यता आएर कोकोनट वाटर नरिवलको पानी चाहिँ मैले किनेँ। अनि यता पे गरेर म बाहिर निस्केँ। यसो यता सरसर्तीमा आएँ। अनि आएर यसो हेरेको बाटो वरिपरि जामै जाम रहेछ। गाडी थुप्रो आएको छ, क्रस गर्न अलिकति गाह्रो भएर। अनि यति हेऱ्यो यताउति हेऱ्यो अनि बल्ल बल्ल क्रस गर्न लगाएँ। अलिकति म दौडेको छु है, यहाँनिर चाहिँ अब गाडीहरू एकदमै आइराखेको छ। कस्तो टाइम लाग्यो, बल्ल बल्ल क्रस गरेँ बाटोबाट। अब म टक्क जाँदैछु। हेऱ्यो यस्तै छ साथीहरू मेरो दिनचर्याको कामहरू। सबैले माया गरिदिनु होला मेरो सानो ब्लगलाई। सबैले हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। फेसबुकमा फलोवर्सहरू जाप आइदिनु होला। अनि एकदमै अहिलेको समयमा सानोतिनो कन्टेन्टबाट नै मानिसहरू धेरै धेरै आम्दानी गर्छन् होइन। त्यसमा आम्दानी भन्दा पनि अब आफूलाई एउटा फेसबुकमा जोडिनु मन लागेको कारणले गर्दाखेरि खासै केही बनाउनु त आउँदैन। के बनाउने हुन्छ नि, त्यही भएर पनि ठ्याक्कै अब म आफ्नो काम गर्ने ठाउँतिर आइपुगेँ। अनि अब म चाहिँ अब यता आएर काम गर्ने ठाउँ गएँ। यताबाट एउटा भित्र गएर यो किनेको रोटी र बिस्कुट खानको लागि म जाँदैछु। अब यतापट्टि साइडमा आएर एउटा भवनमा हामी यहाँ चाहिँ हामी जहिले पनि सुत्ने गर्छौँ। यो माथि आएको छु। यता आएर अब टक्क लाएर चाहिँ टक्क बसेर एकछिन आराम गरेर टक्क खानुपर्छ। अब मैले झोला निकालेँ, बिस्कुट निकाल्यो, पानी निकाल्यो, टक्क झोलासोला लगाएर